दर्शक महानुभावहरू हाम्रो फेसबुक तथा युट्युब च्यानलमा जोडिएर हामीलाई हेरिरहनुभएका सम्पूर्ण दर्शक महानुभावहरूमा म शेखर अधिकारी आज चाहिँ यहाँहरू समक्ष एउटा छोटो बहस लिएर उपस्थित भएको छु। हाम्रो बहसमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। मसँग आज एकजना अत्यन्तै अनुभवी सामाजिक उमेरले अलिक पाएको तर जोस र जाँगरमा हेर्ने हो भने युवाहरूले नभेट्ने एकजना आदरणीय हजुरबा जो चाहिँ साबिक सोयाङ सिरिसे 1 र अहिले चाहिँ त्यो साबिक 1 अहिलेको चाहिँ माइजोगमाई वार्ड नम्बर 5 माइजोगमाई गाउँपालिका वार्ड नम्बर 5 बाट चाहिँ बसाइ सरेर अहिले बुद्ध शान्ति गाउँपालिका वार्ड नम्बर 2 मा बसोबास गर्दै हुनुहुन्छ। उहाँ चाहिँ एकजना पेसाले ज्योतिष पण्डित बा उपनामले समाजमा परिचित हुनुहुन्छ र म धेरै ढिलो नगरिकन सुरुमा यहाँहरूलाई हजुरबासँग नै बहस गराउने छु। हजुरबा यहाँलाई कार्यक्रममा हार्दिक स्वागत। ल अनि अहिले कति वर्ष पुग्नुभयो हजुरबा? अहिले म 85 वर्ष पुग्नुभयो। 85 वर्षको उमेरमा पनि यो युवा जोस कहाँबाट आउँछ हजुरबा? शरीरको शक्ति अनुसार होला। हो, शरीरको शक्ति अनुसार। अहिले पनि लगभग 5-6 किलोमिटर बाटो चाहिँ ठम हिँडेरै जाउँ, गाडी भरसक नचढौँ भन्नुहुन्छ। अलिकति गलेको बुढेसकालले छोको जस्तो अनुभव हुँदैन हजुरबा? खै अब हिँड्दैछौँ 4-5 किलोमिटर पाहाडमा त हिँडिन्छ। 5 किलोमिटर त सजिलै हिँड्नुहुन्छ। अहिले पनि गाडी चढौँ न भन्दा मलाई त हिँड्नै मजा लाग्छ भन्नुहुन्छ। अनि अब ज्योतिष हेर्नुहुन्छ, मान्छेहरूको ग्रह जाप गराउनुहुन्छ, चिना टिप्पणहरू हेर्नुहुन्छ, मान्छेहरूलाई सकारात्मक सल्लाह दिनुहुन्छ। ज्योतिष भनेको के हो हजुरबा वास्तवमा? ज्योतिष भनेको विद्याको आँख हो। ज्योतिषलाई चक्षुष भनिन्छ। जो आँख हो, विद्याको आँख हो। ज्योतिष छैन भने संसारमा केही नै देखिँदैन। न त ग्रह देखिन्छ, न त वेद शास्त्र देखिन्छ, न त मनुष्यको जन्म जानिन्छ, न त मृत्यु नै जानिन्छ। यस्तो ज्योतिष चक्षुष, ज्योतिषलाई चक्षुष भनिन्छ। आँखा जस्तो शरीरको आँखा हो त्यसै शास्त्र अनुसारको ज्योतिषलाई आँखा भनिन्छ। अनि कहिले सिक्नुभयो हजुरबा यहाँले यो ज्योतिष विद्या? मैले 22-23 सालदेखि सिकेको। हजुर, 22-23 सालदेखि निरन्तर ज्योतिष पेसामा हुनुहुन्छ। अनि हजुरबाले कहाँ पढ्नुभयो? पढ्न त हाम्रो एकजना मेरा छोरी दिदीको भेनाजु हुनुहुन्थ्यो ओझा, उहाँको दाजु जेठा हुनुहुन्थ्यो स्वरूप विद्वान, त्रिलोचन ओझा नाम हो उहाँको। उहाँसँग घरैमा नामसालिङमा वरपर डुल्दै ओझै पढेको। ए ओझा हाम्रो नामसालिङका ख्यातिप्राप्त एकजना पण्डित ओझा गुरुको कुरा गर्नुभयो हो? उहाँ नि हो। ए उहाँलाई गुरु मान्नुहुन्छ हजुरले? गुरु उहाँ नि हो। ए अनि हजुरबा जस्तै यो ज्योतिष अहिलेसम्म कति मान्छेको हेर्नुभयो होला? 200-300 भन्दा बढीको हेर्नुभयो। अनि हजुरबाले हेरेको ज्योतिष पुग्छ? मलाई त जस्तै जागिर खानुहुन्छ भन्नुहुन्थ्यो, हजुरबाले खाएँ, हजुरबाले त एकदम पुर्याउनु हुँदो रहेछ भन्छन्। मान्छेहरू अहिले पनि यहाँ ज्योतिष हेर्नका लागि आउँछन्, भिडाम्भिड हुन्छ कहिलेकाहीँ। कस्तो खुसी लाग्छ कि कस्तो लाग्छ? ठिकै छ नि, खुसी नै हो। खुसी नै लाग्छ। पुग्छ भन्छन् उनीहरूको खुसी। पुग्छ तपाईँको भन्छन्, सानादेखि लिएर वृद्धहरू पनि पुग्छ भन्छन्। अब होला, पुगेकै छ, त्यही विश्वासले फेरि पनि आउनुहुन्छ होइन? अनि अहिले सोयाङ सिरिसेमा म पुगेको थिएँ, हजुरबाको पहिलाको गाउँ। त्यहाँ जाँदा पण्डित बा भन्छन्, जसले पनि हजुरबालाई चिन्छन्। पण्डित बाले छोडेर गएपछि त हामीलाई कस्तो शून्य लागेको छ। पण्डित बा एकदमै रमाइलो मान्छे हुनुहुन्थ्यो, हँसिलो हुनुहुन्थ्यो, गफ गर्नुहुन्थ्यो, रोचक मान्छे हुनुहुन्थ्यो भनेर कुरा गर्छन्। अनि हजुरबा पनि कहिलेकाहीँ यो बुद्ध शान्तिबाट सोयाङ सिरिसे जानुहुन्छ, कस्तो लाग्छ? उहाँबाट बसाइ सरेर बुद्ध शान्ति आउँदा कस्तो अनुभव छ? यहाँ बसाइ उहाँ बसाइ? यहाँ पनि ठिकै छ। उहाँ त अब सबैले अहिले जाँदा सबैले हाउभाउ गर्छन्। यो तपाईँ जानाले सबै गाउँ अँध्यारो भयो, हामीले सोध्ने मान्छे हरायो, केही सोध्नुपर्छ भने यहाँ कोही सोध्ने मान्छे छैन।
सबै तपाईँले हामीलाई केही शिक्षा गर्नुहुन्छ भन्छन्, सबैले स्वागत गर्छन् यो सानो। अनि हजुरबा मैले एउटा कुरा सुने, मलाई गर्व पनि लाग्यो। हजुरबाले चाहिँ त्यो ठाउँको शैक्षिक उन्नयन होस् भन्ने उद्देश्यले पहिला एउटा स्कुल खोल्न पनि पहल गर्नुभएको रहेछ। पढुन् यो ठाउँका मान्छेले, सोयाङ सिरिसेका मान्छे शिक्षित हुन् भन्ने हिसाबले एउटा स्कुल खोल्नु भएको रहेछ। त्यो कति सालतिरको कुरा हो हजुरबा? अग्रगण्य भएर हामीले खोलेको लगभग 55-56 सालमा होला। हजुर हजुर। म अग्रगण्य भएर सबै साथीभाइलाई जो नातिनातिलाई पढाउँ, टाढाको बोलीले खर्च बहुत हुन्छ, एउटा पढाउन पनि धेरै प्रयास गरेर सबै साथीभाइ राखेर 10,000 पैसाहरू दबाईकै छ र पनि राम्ररी बोली चलेर त्यहाँ अहिले छोडेका मान्छे अहिले एमए एमएससी इत्यादि गरिरहेका छन्। त्यो स्कुलबाट पढिरहेका नानीहरू हुन्छ हजुरबा, साह्रै धेरै खुसी लाग्यो। अहिले डक्टर इन्जिनियर भइरहेका छन् ती हाम्रो उत्पादन गरेका विद्यार्थी बालकहरू। कोही अमेरिका छन्, कोही अस्ट्रेलिया छन्, कोही युरोप छन्, त्यस्ता कोही मलाया छन्, त्यहाँबाट उत्पादन गरेका मानिसहरू। हजुर, अब आफ्नै परिवारबाट पनि एकजना भाइ डाक्टर हुनुहुन्छ, आफ्नै छोरो अब उपसचिव भएर रिटायर्ड हुनुभयो, कस्तो लाग्छ? ठिकै छ। धेरै भतिजा भतिनी भतिजीहरू छोराछोरीहरू सरकारी सेवामा हुनुहुन्छ, उच्च उच्च अहदामा पुग्नुहुन्छ, खुसी लाग्छ नि? ठिकै छ। एउटा शिक्षाको ज्योति छर्नुपर्छ भनेर एउटा क्रान्ति पनि ल्याउनु भयो। सन्तोषै छ। हजुरबा, अनि मैले एउटा सुनेको यहाँले संस्कृत पढ्नुभयो अनि आफूले पुराण पनि भन्न सक्ने एउटा दक्षता पनि हासिल गर्नुभयो। तर पुराण भन्नुभन्दा म बुवालाई हलो जोताएर आफू पण्डित हुँदिनँ भन्नुभयो अरे भन्ने कुरा हो, यो साँचो हो? ठिकै हो, जस्तो देखे त्यस्तै होइन। होइन, त्यस्तो कुरा सुन्नमा आउँछ, यो कुरा साँचो हो? साँच्चै हो। यहाँ त एकदमै आदर्श पुरुष हुनुहुँदो रहेछ। अनि एउटा निष्ठामा बस्नुहुन्छ, बिहान पूजापाठ नगरिकन नुहाइधुवाइ नगरिकन कुनै ठाउँमा गए पनि कहिले पनि खाना खानुहुन्न, पूजा गर्नुहुन्छ, भगवान्लाई स्मरण गर्नुहुन्छ अनि मात्रै खानुहुन्छ। यसबाट के एक खालको शक्ति प्राप्त हुन्छ हजुरबा? खै हुन्छ त होला, यो नभएदेखि अब 85 वर्षसम्म 4-5 हामीसँगको मान्छे करुवा भएर बसिरहेको छ। म 5-7 किलोमिटर अहिले पनि पाहाडमा चाहिँ ठन हिँडिरहेको छु। हो, हजुरबासँग त्यो ऊर्जा छ। कुनै ठाउँमा जानुभयो भने मान्छेलाई एकदमै धेरै मन्त्रमुग्ध बनाउने क्षमता पनि हजुरबासँग छ। मान्छे मनमोहित हुन्छन् हजुरबाको कुरा सुनेपछि। बिहान 1 बटको चिया खाएर एक दिन चट्ट बेलुका साँझ पार्नेसम्म हिम्मत छ मसँग। हुन्छ हजुरबा, अब हाम्रो बहसमा जोडिनु भयो, आफ्ना कुराहरू राखिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद दिँदै यहाँको दीर्घ जीवन अनि स्वस्थ जीवनको कामना गर्दै बिदा हुन्छु हजुरबा। अन्तिममा के भन्न चाहनुहुन्छ? अनि सबै जनतामा सुख होस्, कल्याण होस्, आयु वृद्धि होस्, सुख सम्पत्ति होस्, मेरो पनि यहाँ बोलेकोलाई सबै स्वीकृति होस् भन्न चाहन्छु। हुन्छ, हवस्, धन्यवाद।